ड्रिम्स लर्निङ जोन युट्युब च्यानलमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ। आज फेरि अर्को भिडियो लिएर आएको छु क्लास 8 को। हिजो मैले यो रिडिङ टेक्स्ट 1 को एक्सप्लेन गरिसकेको छु। आज चाहिँ म यो प्रोनाउन्सिएसन सेक्सन र यसको यो ग्रामर सेक्सन छ त्यसको बारेमा एक्सप्लेन गर्न गइरहेको छु। अब फर्स्टमा हाम्रो यो प्रोनाउन्सिएसन को पार्टलाई हेरौं। Pronounce these words. Notice the stress mark भनेको दिएको छ। यहाँ हेरौँ त यो कमा दिएको छ नि, यो भाइ बहिनीहरुले बुकमा हेर्नु होला। यो चाहिँ नि स्ट्रेस मार्क हो है। यो प्रोनाउन्सिएसन गर्दाखेरि बोल्दाखेरि उच्चारण गर्दाखेरि कहाँ छ स्ट्रेस पर्छ भन्ने कुरा चाहिँ यहाँ हामी देख्न सक्छौं। यो मार्क गरेको छ। यो स्ट्रेस मार्कलाई ध्यान दिएर हेर्नु पर्यो है। अब यसमा यसको प्रोनाउन्सिएसनको कुरा गर्दाखेरि यसमा हामी हेरौँ। जस्तै यतापट्टि मैले गरेर देखाउँछु। जस्तै फर्स्टमा A T T E N D A N C E छ है। यसको यहाँ छ स्ट्रेस परेको छ। यसलाई अब के भन्छ, यसको प्रोनाउन्सिएसन कसरी गर्ने त भन्दाखेरि यसको यहाँ हेरौँ। म यहाँ फोनेमिक ट्रान्सक्रिप्सन लेखिदिन्छु। अटेन्डन्स है, यस्तो हुन्छ यो अटेन्डन्स यसमा स्ट्रेस पर्यो है। सेकेन्ड सिलेबलमा यसको स्ट्रेस पर्छ अटेन्डन्स है। फर्स्टमा यो भयो। अब दोस्रोमा हाम्रो के छ भन्दाखेरि अरेन्ज ओके, अरेन्ज ओके, अरेन्ज अब कस्तो हुन्छ र है त। RRANGE छ। यसको पनि यहाँ छ स्ट्रेस पर्छ है। यसको प्रोनाउन्सिएसन कसरी गर्ने, यो भयो। अनि रेन्ज REIN अनि यो DZ अरेन्ज हुँदो रहेछ अरेन्ज। अर्को थर्डमा हेरौँ MAMMAL छ है। यसको पनि स्ट्रेसको कुरा गर्दाखेरि फर्स्ट लेभलमा यसको स्ट्रेस पर्छ म्यामल M अनि ए म्या अनि M ल म्यामल भयो है। अर्को वर्ड छ हाम्रो फोमा रेप्टाइल REPTILE छ। यसको पनि पहिलो लेभलमा स्ट्रेस पर्छ। यसको प्रोनाउन्सिएसन कस्तो हुन्छ भन्दाखेरि ओके, रेप REP रेप र E प अनि ट, त्यसपछि I अनि ल रेप्टाइल हुन्छ। यसको रेप्टाइल फर्स्ट सिलेबलमा यसको स्ट्रेस पर्ने रहेछ। त्यसपछि अर्को हेरौँ V नम्बर ARRIVAL अराइभल यसमा स्ट्रेस पर्यो। यसको पनि यो अ साउन्ड अनि यो R र AI अनि भ ल अराइभल। त्यसपछि अर्को छ 6 नम्बरमा EXPLORE एक्सप्लोर है। यसको पनि सेकेन्ड लेभलमा स्ट्रेस परेको छ ओके। यसको प्रोनाउन्सिएसन कस्तो हुन्छ भन्दाखेरि यो E हैन, E साउन्ड भयो अनि क, त्यसपछि SPL एक्सप्लोर ओ र यसलाई अप्सनल भयो एक्सप्लोर पनि हुन्छ अनि एक्सप्लोर पनि हुन्छ है। त्यसरी अर्को छ VII मा ARRIVE arrive
यसको पनि सेकेन्ड्स लेभलमा पर्यो स्ट्रेस arrival ओके arrival 8 मा हेरौं AMPHIBIAN यसको amphibian यसमा स्ट्रेस पर्यो सेकेन्ड्स लेभलमा 9 नम्बरमा हेरौं RETURN है return R I री अनि ट यस्तो खालको return ओके return यसको पनि सेकेन्ड्स लेभलमा स्ट्रेस पर्यो त्यसपछि अर्को छ X नम्बर INFORM inform यो चाहिँ प्रोनाउन्सिएसन भयो यतापट्टि दिएको सबै यो स्ल्यान्टमा दिएको छ यसलाई हामी फोनेमिक ट्रान्सक्रिप्सन भनिन्छ फोनेमिक TRANSCRIPTION है यो साउन्ड सिस्टम पढ्नु पर्छ त्यसबाट हामीले कन्सोनेन्ट साउन्ड र भवल साउन्डको फोनेमिक ट्रान्सक्रिप्सन हामीले यसरी गर्न सक्छौं है attendance orange mammal reptile arrival अर्को छ explore arrive amphibian return inform यसरी हामीले प्रोनाउन्सिएसन गर्न सक्छौं है यो पार्ट भयो अब हामी जाउँ अर्को टपिकमा यो स्पिकिङ को अहिले मैले स्किप गर्दै अर्को हामी ग्रामर सेक्सनमा जान्छौं ग्रामर सेक्सन छ यसमा चाहिँ yes no क्वेशन है स्टेटमेन्टलाई yes no क्वेशनमा चेन्ज गर्ने हैन जस्तै अब how to change हैन how to change statement into yes no question यो स्टेटमेन्टलाई yes no क्वेशनमा कसरी परिवर्तन गर्ने है अब यसमा हामीलाई चाहिँ के दिएको छ भने कहिलेकाहीँ हामीले के गर्छौं भने इन्फर्मेसन प्रोवाइड गरेको इन्फर्मेसन हैलाई अब हामीले चाहिँ कहिलेकाहीँ yes no क्वेशनमा पनि सोध्न सक्छौं है yes no क्वेशन भन्दाखेरि यसको आन्सर कि त yes कि त नो आउँछ अब यसको बारेमा हल्का केही कुरा सिकौं yes no क्वेशनको बारेमा अब हामीले इन्टरोगेटिभको कुरा गर्दाखेरि इन्टरोगेटिभ INTERROGATIVE इन्टरोगेटिभको कुरा गर्दाखेरि फर्स्टमा हामीले चाहिँ इन्फर्मेसन क्वेशन जसलाई हामी WH क्वेशन भन्छौं WH क्वेशन हुन्छ एउटा है जसमा WH वर्डहरुको युज गरेको हुन्छ WH वर्ड्सहरुको प्रयोग गरेको हुन्छ इन्फर्मेसन क्वेशनमा अनि दुईमा हुन्छ yes no क्वेशन जसले के गर्छ भन्दाखेरि यसको आन्सर कन्फर्मेसनको लागि इन्फर्मेसनलाई कन्फर्म गर्नको लागि हामी के गर्छौं त yes no क्वेशनको प्रयोग गर्छौं है यहाँ हामीलाई के भनेको छ भने चेन्ज द फलोइङ स्टेटमेन्ट इन्टु yes no क्वेशन अब हामीलाई विभिन्न खालका स्टेटमेन्टहरु दिएको छ त्यो स्टेटमेन्टलाई हामीले के गर्नुपर्छ भन्दाखेरि yes no क्वेशनमा चेन्ज गर्नुपर्ने हुन्छ है अब यो स्टेटमेन्टहरु प्राय जस्तो धेरै जस्तो स्टेटमेन्टमा यहाँ के भएको छ भन्दाखेरि यसमा हामीले हेर्न सक्छौं यहाँ हेरौं यो कुड यसमा कुड को प्रयोग भएको छ मोडल वर्बको प्रयोग भएको छ यसमा क्यान को प्रयोग भएको छ यसमा चाहिँ क्यान कै प्रयोग भएको छ
यहाँ पनि कुड छ, यहाँ फेरि वुड छ हैन। त्यस्तै गरी अर्को पनि वुड छ, त्यसपछि अर्को पनि वुड छ, अर्को पनि यहाँ कुड छ। भनेपछि यस्ता खालका यो मोडल भर्बहरु प्रयोग भएका स्टेटमेन्टहरु दिएको छ। अब हामीले अलिकति यो एस नो क्वेशनको कुरा गर्दाखेरि खास गरी हामी स्पेसिफिकली यसमा चाहिँ एस नो क्वेशनको हेर्छौं। एस नो क्वेशनको कुरा गर्दाखेरि कसरी गर्न सकिन्छ भन्दाखेरि एउटा हामीले चाहिँ बी भर्बको प्रयोग गर्न सक्छौं। बी भर्बको प्रयोग बी भर्बलाई युज गरेर एस नो क्वेशन गर्न सक्छौं, जसमा हामी प्रेजेन्ट टेन्समा इज, एम, आर हैन। पास्टमा यो प्रेजेन्ट टेन्समा इज, एम, आर को प्रयोग गर्छौं प्रेजेन्ट टेन्समा। त्यस्तै गरी पास्ट टेन्समा वाज र वेयर को प्रयोग गरिन्छ। वाज र वेयर को प्रयोग गरिन्छ यो पास्ट टेन्समा। र यो इज, एम, आर, वाज, वेयर चाहिँ केमा प्रयोग हुन्छ भन्दाखेरि कन्टिन्युअस टेन्समा यसको प्रयोग भएको हुन्छ। कन्टिन्युअस टेन्समा हामीलाई स्टेटमेन्ट दिएको छ भने त्यहाँ चाहिँ इज, एम, आर अथवा वाज, वेयर को प्रयोग गरेको हुन्छ। प्रेजेन्ट टेन्समा इज, एम, आर हुन्छ, पास्टमा वाज, वेयर हुन्छ। अनि अर्को हामीले एस नो क्वेशन गर्दाखेरि के गर्छौं भन्दाखेरि डु भर्ब को प्रयोग गर्छौं है। भाइ बहिनीहरुले ध्यान दिएर हेर्नु होला। सरी बी भर्ब यो यसको कमा यहाँ हुनु पनि यता भएछ, सरी। डु भर्ब को प्रयोग गर्छौं। अब डु भर्ब को प्रयोग कहिले गर्ने त भन्दाखेरि डुमा पनि हामी के गर्छौं, डु र डज को प्रयोग गर्छौं। केमा त प्रेजेन्ट टेन्समा है। प्रेजेन्ट टेन्समा डु र डज को प्रयोग गरिन्छ। पास्ट टेन्समा डिड को प्रयोग गरिन्छ। डिड पास्ट टेन्समा। अब हामीले के कुरा ख्याल गर्नु पर्यो, यदि हाम्रो स्टेटमेन्टमा यदि भर्ब 1 अथवा भर्ब 5 आएको छ भने हामी डु अथवा डज को प्रयोग गर्ने, र भर्ब 2 आएको छ भने डिड को प्रयोग गर्नुपर्ने हुन्छ है। यो चाहिँ हामीले सेन्टेन्स हेर्नुपर्छ, सेन्टेन्समा कुन टेन्स प्रयोग भएको छ। भर्ब 1 को केसमा हामी डज प्रयोग गर्छौं, भर्ब 5 को भर्ब 1 को केसमा हामी डु प्रयोग गर्छौं, भर्ब 5 को केसमा डज प्रयोग गर्छौं भने भर्ब 2 को केसमा डु को प्रयोग डिड को प्रयोग गरिन्छ। र अर्को एस नो क्वेशन गर्ने तरिका कस्तो भन्दाखेरि ह्याभ भर्ब को प्रयोग गरेर ह्याभ भर्ब को पनि हामी प्रयोग गर्न सक्छौं एस नो क्वेशनमा, यदि हाम्रो सेन्टेन्समा ह्याभ भर्ब को प्रयोग भएको छ भने। अब ह्याभ भर्ब को प्रयोग कति हुन्छ, दुई किसिमबाट गर्न सकिन्छ। मेन भर्ब को रूपमा आएको छ कि अथवा हेल्पिङ भर्ब को रूपमा आएको छ हेर्नुपर्छ। हेल्पिङ भर्ब। अब मेन भर्ब को रूपमा आएको छ भने यसमा फेरि के गर्ने, डु भर्ब को हेल्प लिने। अनि हेल्पिङ भर्ब को रूपमा आएको छ भने सेम जे दिएको छ त्यही प्रयोग गर्नु पर्यो। ह्याभ, हेज, ह्याड जे प्रयोग भएको छ हाम्रो सेन्टेन्समा त्यही प्रयोग गर्ने। र योसँग के आउँछ, यो हेल्पिङ भर्ब सँग जहिले पनि के आउँछ, भर्ब 3 आउनुपर्छ। भर्ब 3 आएको छ भने यो के भयो त हेल्पिङ भर्ब भयो भने। अब यहाँ चाहिँ अरु भर्ब नआइकिन यो ह्याभ, हेज, ह्याड, ह्याभ अनि हेज र ह्याड को प्रयोग भएको छ भने त्यसलाई मेन भर्ब मान्ने। ह्याभ आएको ठाउँमा डु को प्रयोग गर्नुपर्छ, हेज आएको ठाउँमा डज को प्रयोग गर्नुपर्छ, अनि ह्याड आएको ठाउँमा डिड को प्रयोग गर्नुपर्छ है, यदि मेन भर्ब को रूपमा आएको छ भने। र अर्को एस नो क्वेशन गर्ने तरिका भनेको चाहिँ के हो त, मोडेल भर्ब। मोडेल भर्ब दिएको छ हामीलाई भने मोडेल भर्बमा जे गर्छ त्यही युज गर्ने, सेम मोडेल भर्ब नै प्रयोग गर्ने, सेम मोडेल भर्ब नै युज गर्नुपर्छ है त। अब सेम मोडेल भर्ब भनेपछि क्यान, कुड, मे, माइट, स्याल, सुड यस्ता खालका मोडेल भर्बहरु आएका छन् भने तिनीहरुलाई नै प्रयोग गर्नुपर्ने हुन्छ। हामीलाई दिएको स्टेटमेन्टमा मैले अघि पनि भनिसकेको थिएँ, धेरै यस्तोमा चाहिँ नि मोडेल भर्ब क्यान, कुड को प्रयोग भएको छ। अब यस्तो केसमा हामीले के गर्ने त भन्दाखेरि यसको हेरौं। जस्तै अब यहाँ हाम्रो क्वेशन पनि म यताबाट सार्दिन्छु। दे कुड रेस्क्यू द भिक्टिम्स हैन। ए नम्बरमा दे कुड रेस्क्यू द भिक्टिम्स यो हाम्रो स्टेटमेन्ट भयो, जसमा के गरेको छ, कुड को प्रयोग गरेको छ है। यसमा हामीले हेर्न सक्छौं कुड को प्रयोग भएको छ है, कुड को प्रयोग गरिएको छ है, कुड को प्रयोग गरेको छ। अब यसमा हामीले मैले अघि पनि भनिसकेको छु, यदि कुड को प्रयोग गरिएको छ भने त्यस्तो केसमा हामीले के गर्ने त, यसैलाई प्रयोग गर्ने।
अब हाम्रो के आउँछ एस नो क्वेशनको लागि फर्स्टमा हामीले के गर्ने कुड नै प्रयोग गर्ने COULD कुड अनि कुड पछि के आउँछ सब्जेक्ट यो दे भनेको चाहिँ नि सब्जेक्ट भयो मोडेल भर्ब यो कुड भनेको चाहिँ नि मोडेल भर्ब हो मोडेल भर्ब पछि हामीले के गर्ने सब्जेक्ट प्रयोग गर्ने दे हुन्छ कुड दे अनि बाँकी रहेको पार्ट सार्दिने रेस्क्यु द भिक्टिम्स यसरी हामीले चाहिँ नि क्वेशन गर्न सक्छौं एस नो क्वेशन यो चाहिँ नि एस नो क्वेशनमा के भयो त कन्भर्ट भयो एस नो क्वेशनमा हामीले यसलाई लग्यौं है अर्को छ बी नम्बरमा बी मा के दिएको छ भन्दाखेरि बी को क्वेशन हेरौं लिन्डा क्यान विन द म्याच लिन्डा क्यान विन द म्याच यो भयो स्टेटमेन्ट यसको एस नो क्वेशन के हुन्छ अब लिन्डा क्यान विन द म्याच को अगाडि के गर्ने अब हामीले मोडेल भर्बलाई राख्ने क्यान आउँछ त्यसपछि सब्जेक्ट लिन्डा अनि त्यसपछि यो मेन भर्ब विन एन्ड द म्याच अनि लास्टमा क्वेशन मार्क राख्दिनु पर्ने हुन्छ क्यान लिन्डा विन द म्याच अर्को छ योर मदर क्यान ड्राइभ अ कार छ अब हामीले यसलाई के गर्न सक्छौं माथि यस्तै गरी क्यान योर मदर ड्राइभ अ कार हुन्छ है सी योर मदर क्यान ड्राइभ अ कार स्टेटमेन्ट भयो यसको एस नो क्वेशन हुन्छ क्यान आउनु पर्यो अगाडि क्यान सब्जेक्ट योर मदर बाँकी भर्ब DRIV drive a car question mark can your mother drive a car number D मा दिएको छ he would suggest a solution to a problem he would sorry यहाँ क्वेशन चेन्ज भयो के हेरौँ एकचोटी sorry D मा you could help me छ sorry you could help me you could help me अब के हुन्छ could you help me हुन्छ सिम्पल could you help me question mark है अब त्यसै गरी E नम्बरमा he would suggest a solution to a problem यो भयो स्टेटमेन्ट यसको एस नो क्वेशन हुन्छ वुड राख्नु पर्यो अगाडि would he and बाँकी साथै suggest a solution to a problem would he suggest a solution to a problem यो हाम्रो एस नो क्वेशन भयो है अब यस्तै गरी म यतापट्टि गर्दिन्छु एफ र जी को यही एक्सप्लेन गर्दिन्छु they would do social work छ यसको के हुन्छ would अगाडि आउने would यहाँ राख्नुपर्छ would they do social work अनि क्वेशन मार्क राख्दिने है
वुड दे डु सोशल वर्क योर फादर वुड टेक अस टु द पार्क हो वुड योर फादर टेक अस टु द पार्क यो वुडलाई यहाँ राख्नु पर्यो वुड योर फादर यो यु स्मल गर्ने वुड योर फादर अनि त्यसपछि यो टेक अस टु द पार्क अनि क्वेसन मार्क वुड योर फादर टेक अस टु द पार्क यु कुड कम टु मिट मी को कुड यु कम टु मिट मी क्वेसन मार्क है यसरी हामीले गर्न सक्छौँ है अब अर्को छ हामीले यहाँ केही सेन्टेन्सहरू दिएको छ र त्यसमा चाहिँ हामीलाई क्यान कुड र वुडको प्रयोग गर्नु भनेको छ है अब क्यान कुड र वुडको प्रयोग गर्ने सन्दर्भमा फर्स्टमा हामीले यसो हेरौँ क्यान कुड र वुडको प्रयोग के केसमा हामी गर्न सक्छौँ है यसको बारेमा हल्का जानकारी लिइराखौँ जस्तै यो क्यान यसको पास्ट फर्ममा कुड क्यान कुड अनि अर्को छ वुडको प्रयोग गर्ने भनेर चाहिँ हामीलाई यो तीनटा मोडल भर्ब दिएको छ अब क्यानको प्रयोग कुन केसमा गर्ने हैन जस्तै हामीले प्रेजेन्ट एबिलिटी भनेको केही चीज गर्न सक्छु अहिले केही चीज गर्न सक्छु भन्ने कुरा अथवा त्यस किसिमको आशय दर्शाउनु पर्यो भने क्यानको प्रयोग गर्न सक्छौं है जस्तै आई क्यान सल्भ दिस प्रब्लम है आई क्यान सल्भ दिस प्रब्लम म यो सल्भ गर्न सक्छु केही चीजको एबिलिटी केही कुराको एबिलिटी देखाउने केसमा क्यानको प्रयोग गरिन्छ एउटा अर्को रिक्वेस्ट गर्न पनि है एउटा प्रयोग त्यो भयो भने अर्को प्रयोग भनेको रिक्वेस्ट गर्न पनि हामी के गर्छौं त क्यानकै प्रयोग गर्न सक्छौं है क्यानको प्रयोग गरेर रिक्वेस्ट पनि गर्न सकिन्छ क्यान यु ओपन द डोर ढोका खोल्न रिक्वेस्ट गरेको छ क्यान यु ओपन द डोर रिक्वेस्टको लागि अर्को थर्डमा परमिसनको लागि पनि प्रयोग गरिन्छ है केही चीजको अनुमति छ यु क्यान ड्राइभ माई कार हैन यहाँ कार चलाउन के गरेको छ परमिसन दिएको छ यु क्यान ड्राइभ माई कार यसरी रिक्वेस्ट के भन्छ प्रेजेन्ट एबिलिटी देखाउनको लागि रिक्वेस्ट गर्नको लागि परमिसन दिनको लागि कुड क्यानको प्रयोग गरिन्छ अब कुडको चाहिँ नि फेरि केको लागि प्रयोग गरिन्छ भन्दाखेरि कुडको प्रयोग चाहिँ नि यसको युजेस केको लागि गरिन्छ एकमा अब यो एबिलिटी अघि प्रेजेन्टको भयो त्यही कुरालाई पास्टको एबिलिटी देखाउनु पर्यो भने पास्ट एबिलिटीमा हामी कुडको प्रयोग गर्छौं है म यसो गर्न सक्थे I could earn lots of money. I could earn lots of money when I was very young. है म यङ हुँदाखेरि धेरै पैसा कमाउन सक्थे पास्टको एबिलिटी भयो हैन त्यसै गरी पोसिबिलिटीको लागि पनि हामी कुडको प्रयोग गर्न सक्छौं सम्भावना POSSIBILITY पोसिबिलिटी है एबिलिटी अथवा पोसिबिलिटी पोसिबिलिटी जस्तै it could be a sunny day. हैन पोसिबिलिटी को कुरा भयो त्यस्तै गरी अर्को छ के देखाउन सकिन्छ भन्दाखेरि सजेसन केही कुराको सजेसन गर्नु पर्यो भने पनि कुडको प्रयोग गर्न सकिन्छ जस्तै you could visit a doctor हैन सजेसन गर्न सकिन्छ अर्को के गर्न सकिन्छ भन्दाखेरि रिक्वेस्ट could you open the door पनि गर्न सकिन्छ could you open the door
यो जस्ट एक्जाम्पल भयो है, यो कुडको प्रयोगहरू केमा गर्न सकिन्छ भन्ने कुरा भयो। अब अर्को छ वुड। वुडको प्रयोग गर्दाखेरि हामी चाहिँ के को कुरा गर्छौँ भन्दाखेरि कन्डिसनल मुड एक्सप्रेस गर्न, कन्डिसनल मुड भनेको हामी कन्डिसनल सेन्टेन्स टाइप यसको 2 मा यसको प्रयोग गर्छौँ एउटा, र अर्को चाहिँ नि पास्ट सिचुएसन, पास्ट सिचुएसन पनि व्यक्त गर्न पनि हामी के गर्छौँ त वुडको प्रयोग गर्छौँ है। अब यसमा हेरौँ, यतापट्टि हामीलाई केही क्वेसनहरु दिएको छ, जस्तै आई गो टु द पार्टी लास्ट नाइट बिकज आई वाज सिक। अब लास्ट नाइट म पार्टीमा जान सक्षम भएन, जान सकिन, केही चिज गर्न नसक्ने केसमा है, किनभने म बिरामी थिएँ भनेको छ। सो आई, अब आई गो टु द पार्टी लास्ट नाइट, जान सक्थेँ, आई गो टु द पार्टी लास्ट नाइट, म जान सकिनँ हैन। यसमा चाहिँ के गर्नुपर्छ भने यहाँ हामीलाई के भन्छ, युज नेगेसन पनि भनेको छ। हुन्छ यो आवश्यक पर्ने ठाउँमा नेगेटिभ वर्ड पनि राख्न सकिन्छ। क्यान कुडको अब यहाँ क्यान राख्न पाइएन किनभने यतापट्टिको सेन्टेन्स पास्टमा छ, हुन्छ यो पनि पक्कै पनि पास्टमा हुन्छ किनभने हामीले यहाँ लास्ट नाइट भन्ने चाहिँ नि क्लु पनि दिएको छ। यसको अनुसारमा के हुन्छ, अब कुड नट गर्नु पर्यो, आई कुड नट गो टु द पार्टी लास्ट नाइट बिकज आई वाज सिक हुन्छ। अनि गणेशको छ, गणेश कुक थकाली फुड यस हि क्यान, यहाँ यस हि क्यान आएको छ, यहाँ पनि हामीले क्यान राखौँ, क्यान गणेश कुक थकाली फुड, बीले भन्छ यस हि क्यान, ओके, क्यान गणेश कुक थकाली फुड, बी सेज यस हि क्यान। माई सिस्टर राइड अ बाइक लास्ट इयर बट नाउ सी, हुन्छ लास्ट इयर उनले बाइक चढ्न सक्ने थिएनन्, अहिले सक्छिन् भन्ने केस आयो। माई सिस्टर कुड नट हुन्छ, यसमा पनि कुडन्ट अथवा कुड नट राइड अ बाइक लास्ट इयर बट नाउ सी क्यान, अहिले उनी सक्छिन् है। त्यस्तै गरी इफ आई ह्याड अ कार, यो चाहिँ के हो त कन्डिसनल सेन्टेन्स टाइप 2 भयो। टाइप 2 कन्डिसनल सेन्टेन्स टाइप 2 आयो भने यतापट्टि के आउँछ, सिम्पल पास्ट भर्ब 2 आएको छ भने यहाँ वुडको प्रयोग गर्नुपर्छ हामीले। इफ आई ह्याड अ कार आई वुड ड्राइभ इट अराउन्ड द सिटी भयो है। त्यसपछि अर्को छ लट्स अफ डाइनोसर्स वाक्ड अन ल्यान्ड बट सम केही चाहिँ नि के गर्छ सक्थे, कुड फ्लाइ अर इभन स्विम। आई विस दे, आई विस आयो भने पनि हामी के गर्छौँ त यहाँ सिम्पल पास्ट अथवा वुडको प्रयोग गर्छौँ। आई विस दे वुड विस एक्सप्रेस गर्न पनि हामीले के गर्छौँ वुडको प्रयोग गर्छौँ है। आई विस दे वुड टेक अस टु भिजिट अ न्यू प्लेस। अर्को छ आई रिड विदाउट माई ग्लासेस वेयर आर दे, भनेपछि म पढ्न सक्दिनँ, ग्लासेस बिना पढ्न सक्दिनँ, भनेपछि आई क्यान्ट रिड विदाउट माई रिडिङ ग्लासेस वेयर आर दे। अर्को छ गो टु द सिनेमा टुडे आएको छ हैन। अब यसमा चाहिँ नि र्यादर भन्ने वर्ड आएको छ, र्यादर भन्ने वर्डसँग हामीले के युज गर्छौँ भन्दाखेरि यसमा हामी वुड, आई वुड र्यादर हुन्छ, आई वुड र्यादर गो टु द सिनेमा टुडे, यसरी हामीले यो गर्न सक्छौँ। आजको भिडियो यति नै, अर्को भिडियोमा अर्को टपिक लिएर आउनेछु, त्यतिन्जेलको लागि धन्यवाद।